सिक्ने अनि तनुजले आज के लेख्नु भयो नि स्कुलमा एफ लेख्नु भएको अर्को के आउँछ एफ फर के हो त्यो फ्यान ठुलो छोले भन्नुहोस् न अनि अर्को के हो अर्को एफ फर फ्लावर मम्मीले फ्लावर बनाइदिएको नि यसरी अर्को के आउँछ एफ फर अस्ति पेन्सिल होल्डरमा के आएको अस्ति त स्कुलको पेन्सिल होल्डरमा फ्रक आएको है छोरा अनि हिजो तनुजहरूलाई स्कुलमा के खुवाउनु भएको नि राइस चिज बल पनि खुवाउनु भएको है स्कुलमा खाएको नि प्रिन्सिपलले एवाले रोशनीले अनि सबले एवाले अनि को फ्रेन्ड अर्को साराले सबैजनाले चिज बल खाएको अनि पास्ता पनि खाएको पास्ता पनि खाए नि हातले स्पुनले खाने नि हातले खाने हो त स्पुनले खाने नि स्कुलमा अनि तनुजले आफै खानु भएको हो कि न होइन आफै खानु भएको हो कि न आफै खानुपर्छ अनि तनुज अनि राइस चाहिन्छ भने सिस्टरलाई सिस्टर आई निड राइस भन्नुपर्छ राइस भन्नुपर्छ है हो कि न के भन्नुपर्छ ल भन्नुहोस् त rice, I need potato, I need water भन्नुपर्छ I need water. राइस चाहिन्छ पानी खाने त्यसरी भन्नुहुन्छ त भन्नु हुँदैन है सिस्टरलाई बोलाउने सिस्टर आई निड राइस I need rice, I need potato, I need water भन्नुपर्छ है अनि सुसु गर्ने टाइममा पनि मलाई सुसु आयो सुसु गर्न जाने भन्ने हो त के भन्नुपर्छ त्यसरी होइन मे आई गो टु टोइलेट म्याम भन्नुपर्छ मे आई गो टु टोइलेट म्याम मे आई गो टु टोइलेट भन्नुपर्छ ल भन्नुहोस् त तनुजले मे आई गो टु टोइलेट अनि हिजो सबले फ्रेन्डलाई कानमा ता गर्यो रे हो यसरी फ्रेन्डलाई टोक्ने फ्रेन्डलाई ता गर्ने फ्रेन्डको जिउमाथि चढ्ने पुस गर्ने त्यस्तो गर्नु हुँदैन अनि उसको मम्मी रोशनीलाई त ज्वरो आयो रे हिजो यहाँ सबले ता गरेकोले कानमा पिटेकोले ज्वरो आयो रे अब उसको मम्मीले सबैलाई ठिक पार्छ नि अब तनुजले पनि त्यस्तो नगर्नुहोस् नटी काम गुड बाई हुनुपर्छ है टोक्ने मान्छे त कुकुर हो नि है त्यस्तो फ्रेन्डलाई टोक्नुहुन्छ त कुकुर डगले मात्र टोक्छ है कुकुरले मात्र किन अनि तपाईको क्लासमा को फ्रेन्ड ज्ञानी छ नि को फ्रेन्ड ज्ञानी छ अनि अर्को को ज्ञानी छ नि अब ज्ञानी स्टुडेन्टको नेम भन्छ साथीको नाम को ज्ञानी छ स्कुलमा तनुजको स्कुलमा क्लासमा को फ्रेन्ड ज्ञानी छ त्यो अनुहार के बनाएको नि राम्रो छ हेर्नु त्यहाँ आँखा राम्रो खोल्ने त्यो अनुहार नबिगार्ने छोरा यसरी अनुहार बिगार्नु हुन्छ त कुरा गर्ने बेलामा हुँदैन नि ल एकचोटि हिहि गरेर हाँस्नुहोस् त तनुज हिहि स्माइल प्लिज तिम्रो
आसी पुग्यो आसिपुग्यो जाऊ ल अब पछि फेरि भिडियो खिच्ने है हस् ल बाई गर्नुहोस् बाई बाई भिडियो माया पनि गरिदियो भिडियोलाई बाई भिडियो भाइ भिडियो भाइ